नाङ्गा हात र बेल्चाहरूले भग्नावशेष पन्साउँदैछन्, माथि ड्रोनले स्क्यान गरिरहेको छ। हरेक क्षण, हरेक कार्य महत्त्वपूर्ण छ। यो जीवित मानिसहरूलाई खोज्न समयसँगको दौड हो। राजधानी जिल्ला काराकास नजिकैको तटीय राज्य ला ग्वाइरामा हेर्ने जताततै विनाशकारी क्षति देखिन्छ। बुधबार भेनेजुएलामा लगातार 2वटा भूकम्प गएपछि यो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक बनेको छ। स्थानीय बासिन्दा र परिवारहरूले आफ्ना प्रियजन र सामानहरू खोज्न भग्नावशेषमा हताश भएर खोजी गरिरहेका छन्। कङ्क्रिट र धातुको तारको भग्नावशेष मुनि कोही जीवित फसेको सङ्केत गर्ने कुनै पनि आवाज सुन्न उनीहरू ध्यानपूर्वक कान थापिरहेका छन्। अहिलेसम्म अधिकारीहरूले म्याग्निच्युड 7.2 र 7.5 का भूकम्पबाट कम्तीमा 430 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। पछिल्लो भूकम्प देशमा गत शताब्दीमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो। सयौं भवनहरू भत्किएका छन् र भग्नावशेष मुनि हजारौं भेनेजुएलाका नागरिकहरू फसेका छन्। मृतक र घाइतेहरूको संख्या प्रत्येक घण्टा बढिरहेको छ। संयुक्त राष्ट्रसङ्घले करिब 50,000 मानिस बेपत्ता रहेको अनुमान गरेको छ। राष्ट्रिय उद्धार टोलीहरू पर्याप्त छैनन्। यद्यपि मेक्सिको, स्पेन, अमेरिका र बेलायतबाट अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू उद्धार कार्यमा सामेल हुन आइपुगेका छन्। तर यो अझै पर्याप्त छैन। मानवीय सहायता एजेन्सीहरू भन्छन् कि मानिसहरूलाई जीवित उद्धार गर्न पहिलो 48 देखि 72 घण्टा महत्त्वपूर्ण हुन्छ। यद्यपि यदि फसेकाहरूलाई खाना र पानीको पहुँच छ भने यो अवधि लामो हुन सक्छ। प्रत्येक व्यक्ति जसलाई बचाइन्छ त्यो एउटा चमत्कार हो, देशको राष्ट्रिय सभाका अध्यक्ष जोर्खे रोड्रिगेज भन्छन्। हामी यस त्रासदीको स्केलको बारेमा केही पनि लुकाउने छैनौं। ला ग्वाइरा राज्यको तटीय सहरहरूमध्ये एक काटिया ला मारमा माहौल निराशाजनक छ। थोरै संरचनाहरू मात्र उभिएका छन्। सरकारी सेनाले बचेकाहरूलाई खाना र पानी वितरण गरेको छ र अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारले मानिसहरूलाई जीवित उद्धार गर्न यी महत्त्वपूर्ण घण्टाहरूमा व्यापक उद्धार प्रतिक्रिया तैनात गरिरहेको बताएकी छन्। मानिसहरू आफ्ना आफन्तहरू फसेको हुन सक्ने क्षेत्रहरू वरिपरि चिन्तित मुद्रामा घुमिरहेका छन्। खेसुस सुआरेज तिनीहरूमध्ये एक हुन्। उनी आफ्नो छोरा खिन सुआरेजलाई खोज्न 200 किलोमिटर यात्रा गरेर आएका छन्। कुनै जानकारी नै छैन। उनलाई चिन्ने मानिसहरूले उनी बाहिर निस्केको वा केही देखेका छैनन् भन्छन्। उनी भत्किएको भवनको भग्नावशेषतिर औल्याउँदै भन्छन्, मलाई लाग्छ ऊ त्यही भित्र हुन सक्छ। सुआरेजले यहाँका धेरैले सामना गर्ने एउटा दुविधाको सामना गर्छन्, उनलाई बचाउन असम्भव छ। यहाँ कुनै परिष्कृत उपकरण छैन। एक्लो मानिसले यो गर्न सक्दैन, यो धेरै खतरनाक छ। कार्लोस इदुआर्दो 31 वर्षीय भग्नावशेष मुनि फसेका छन्। उनका आफन्तहरूलाई उनी कहाँ छन् भन्ने थाहा छ। समय समयमा उनीहरूले उनलाई बोल्दै वा कराएको सुन्छन्। हामीले उनलाई बोलाउन थाल्यौं, कार्लोस, कार्लोस छोरा। र त्यसपछि उनले आवाज निकाले, कराए। त्यो करिब 1.5 घण्टा अगाडिको कुरा हो, उनका भाइले बीबीसी न्यूज मुन्डोलाई बताए। त्यसबेलादेखि हामीले उनको कुनै आवाज सुनेका छैनौं। उनले फेरि बोलेका छैनन् वा जीवनको कुनै सङ्केत दिएका छैनन्। तर उनले पहिले पनि यस्तै गरेका थिए। हिजो दिउँसो उनले पनि यस्तै गरेका थिए, कराएका थिए र त्यसपछि चुप लागेका थिए। र त्यसैले हामी यहाँ छौं, मद्दतको पर्खाइमा, उनलाई जीवित बाहिर निकाल्न सक्छौं भन्ने आशामा। कहिलेकाहीँ ट्राफिक र भिडले खोजी कार्यमा बाधा पुर्याउँछ। सिपाहीहरू र मेक्सिकन स्वयंसेवकहरूले भग्नावशेष मुनि जीवनका सङ्केतहरू सुन्न सकियोस् भनेर बारम्बार शान्त रहन आह्वान गरेका छन्। मानिसहरूले जसरी सक्छन् मद्दत गरिरहेका छन्। जसको ड्रोन छ उनीहरूले दुर्गम ठाउँहरूमा बचेकाहरू वा मृतकहरूलाई खोज्न प्रयोग गरिरहेका छन्। परिवारहरू ड्रोन भिडियो फिड वरिपरि झुम्मिएर कुनै परिचित चीजको खोजी गरिरहेका छन्। कपडाको टुक्रा, कपालको तार, कुनै सामान, प्रियजनको खबर ल्याउन सक्ने केही पनि। समय बित्दै जाँदा अनौपचारिक मृतकहरूको संख्या बढ्दै जान्छ र यसका परिणामहरू पनि बढ्दै जान्छन्। एउटा गन्ध छ। मृतकहरूलाई पहिले नै महसुस गर्न सकिन्छ। त्यसले हामीलाई र बच्चाहरूलाई बिरामी बनाउनेछ, ग्लेन्डिस डेलगाडो भन्छिन्। डेलगाडो बस्ने ठाउँ नजिकैका 2 भवन भत्किएका छन्, तर कुनै आधिकारिक मद्दत नआएको उनी बताउँछिन्। सरकारबाट कोही पनि यहाँ आएका छैनन्, तर म भगवानलाई धन्यवाद दिन्छु कि काराकासबाट मानिसहरू हामीलाई खाना लिएर सहयोग गर्न आएका छन्।
दिएर ग्याब्रिल 27 वर्ष भन्छन् कि हरेक क्षेत्र प्रभावित भएको छ। माकुटो, कारिबे, त्यहाँ सबै ठाउँमा खराब अवस्था छ र हामी सबैले गन्ध महसुस गर्न सक्छौं। अधिकारीहरूले शुक्रबार मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्याण्ड, कोलम्बिया र अन्य देशका 861 स्वयंसेवकहरू भेनेजुएलामा रहेको र थप आउने क्रममा रहेको रिपोर्ट गरे। अन्तरिम राष्ट्रपति रोड्रिगेजले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग कुरा गरेको र उनीहरूले उद्धार टोली र सहायता सामग्री पठाउने प्रतिबद्धता दोहोर्याएको बताइन्। एक महिला आफ्नो भत्किएको घरको अगाडि उभिएकी छिन्, उनका खुट्टाहरू अझै काँपिरहेका छन्।